हेलो साथीहरु, गुड मर्निङ। आज चाहिँ मेरो छुट्टी थियो अनि मैले चाहिँ आज सरसफाई गर्छु भनेर सोचेको थिएँ। मैले पल्लो रुममा सरेको पनि थिएँ नि त, अनि रुम मिलाएको थिएँ हिजो। अनि आज रुम सफा गरेँ, सबै सामानहरू मिलाएँ। अनि अब नुहाउनु पर्यो भनेर अनि गएर थिएँ। यो दराजको यो लागि नै रहेको थिएन क्या, यो नयाँ रुममा त यो दराजको कसरी लाउने आउनै लाग्थेन। अनि बल्ल केले अड्काइदिएँ मैले। अनि त्यसपछि कपाल गोरेँ, तेल लगाएको थिएँ हिजो राति, कपाल गोरेँ अनि नुहाएँ आएँ। अब कपाल ड्रायरले सुकायो भने चाहिँ मेरो कस्तो हुन्छ नि, चाया धेरै बस्छ क्या, अनि त्यही भएर मैले ड्रायर चाहिँ युज गर्दिनँ। अनि त्यसपछि मैले यसरी नै सुकाउँछु। अनि त्यसपछि बाहिर घाम पनि लागेर थियो। अनि त्यसपछि सोचेँ कि बाहिर घाम नै ताप्न जान्छु एकछिन बाटोलीमा भनेर सोचेको थिएँ। ठ्याक्क मेरो एउटा सामान आउनु पर्ने थियो क्या अमेजनबाट। अनि त्यो सामान आयो। अनि त्यसपछि मैले मुख ड्राई भइहाल्छ। अनि यो एकैछिन टोनर पनि भ्याइएको थियो क्या। अनि त्यसपछि यो रोज वाटर थियो त्यो लाएँ। अनि त्यो सामान लिएर आएँ। सामान नि स्किन केयर मगाएको है, एक गरेर आउँदैछ क्या। बल्ल एउटा सेरम आयो। अनि त्यसपछि यो सेरम चाहिँ कति सानो क्वान्टिटी हो, 35 ml मात्र छ क्या यसमा। अनि खै अब कतिसम्म पो टिक्छ, तर मैले अहिले युज गरेको छैन। सबै आएर भ्याउँछ अनि सबै स्किन केयर एकैचोटि चेन्ज गर्छु भनेर अनि युज गरिनँ। अनि यो चाहिँ घाम लागेको थियो, म कपाल सुकाउनलाई बाहिर एकैछिन बाटोलीमा निस्केँ। अनि त्यहाँ यस्तो मजाको घाम लाग्यो। तर यताकै घाम लाग्यो भने कस्तो हुने क्या, हावा लाग्यो भने चिसो भइहाल्ने, चरक्क घाम लाग्यो भने घाम पनि हुने होइन। अनि त्यसपछि घाममा बसेर सुन्तला खानुको मजा अलग्गै हुन्छ। मलाई कस्तो यो यस्तो मतलब सुन्तला खाएँ नि त, एक्कासी खाएँ अब छ भन्ने भएर अनि लिन आएको क्या। अनि लिएर सुन्तला खाएँ क्या। अनि कस्तो मलाई घरको याद आएको क्या एकैछिन त। कस्तो हुन्छ नि, सोचेँ कि लाइक हामी पहिला बाबा मम्मी हामी सबै हुँदा यस्तो चिसोको बेलामा अब जब घाममा सुन्तला छतमा बसेर खान्थ्यौँ क्या। अनि कस्तो याद आयो क्या एकैछिन त। अनि त्यसपछि मैले एकछिन घाम तापेँ, कपाल पनि सुक्यो। फेरि म रुममा आएँ। अनि त्यसपछि मेरो चाहिँ अस्ति आइसक्रिम ल्याएको थिएँ क्या। अनि त्यसपछि अब के गरौँ यताउता डुल्दा दिउँसभरि घरमा बसेर केही पनि काम थिएन नि त। जस्तो झ्याउ लाग्ने क्या, दिनहरू कस्तो यत्तिकै बितिरहेको छ जस्तो फिल हुने। अनि त्यसपछि आइसक्रिम थियो, त्यो पनि खाएँ। कस्तो टेस्ट गर्दै खाएको क्या मैले, फेरि कस्तो टेस्ट छ भन्दै टेस्ट गर्दै खाएको। अनि फेरि मैले आइसक्रिमको डिब्बा नै 2 दिनमै ठुलो डिब्बा भ्याइदिन्छु क्या। मेरो फेभरेट हो आइसक्रिम। फेरि भेनिला चाहिँ मेरो फेभरेट हो। कसको फेभरेट होला कमेन्ट गर्नु। अनि एकैछिन त कस्तो घाँटी खाइ गर्दा त घाँटी चिसो भइहाल्यो क्या एकैचोटि। अनि अब चाहिँ भ्याइसकेको थिएँ। अब भाँडा धुनलाई तल जानुपर्ने थियो, तल किचनमा मान्छेहरू थियो। अनि म एकछिनमा जान्छु सोचेँ, निन्दा पनि लाग्ला अबको सफा गरेको थिएँ नि त धेरै। अनि त्यही भएर नुहाएपछि त उस्तै मस्तको निन्दा लाग्ने हुन्छ नि त। अनि घाम पनि लागेको थियो आज। अनि त्यसपछि यो चाहिँ मेरो सानो हिटर हो। कहिलेकाहीँ चिसो भयो भने चाहिँ मैले यो कान्नैनिर मुखैनिर लाएर बसिरहेको हुन्छु क्या। अनि काम गर्न जाँदा नि यो हिटर बोकेर जान कति सजिलो फेरि। अनि अब चाहिँ गर्मी भयो नि त, अनि त्यस्तो धेरै हिटरको युज त हुँदैन तैपनि। त्यसपछि मैले अब एकैछिन ल्यापटप चलाउँछु सोचेँ। अनि एकैछिन ल्यापटप चलाउँछु। अनि त्यो एसाइनमेन्टहरू केही छ कि भन्ने सोचेँ। अनि त्यसपछि म गाना लगाउँदै त्यो एकैछिन त्योहरू हेर्न थालेँ, एसाइनमेन्ट केही छ कि भनेर यत्तिकै हेर्न थालेँ। अनि त्यसपछि आज हेर्नु न, उता मेरो भित्तामा मैले त्यो गरेको क्या, कस्तो फ्लेक्स गर्न मन लाग्यो मलाई फेरि। अनि मैले यो घरमा बनाउँछु सोचेको थिएँ, फोटोहरूको यस्तो देखेको थिएँ क्या टिकटकमा। अनि तर मैले
घरमा चाहिँ अब त्यस्तै भएर भएन, घरमा नि खासै बसेन, कहिले कता भइन्थ्यो। अनि त्यसपछि अब यहाँ आएर मैले त्यो रहर पनि पुरा गरेँ। जे होस् लाइक फोटो हेर्दा कतिखेरि कस्तो सम्झना आउँछ क्या घरको। अब त्यो त बाहिर गएको मतलब घरबाट बाहिर बस्ने सबैले आउँछ होइन, तर मलाई चाहिँ कस्तो कहिलेकाहीँ चाहिँ अति नै हुन्छ क्या। अनि म यो हेरिरहेको थिएँ अनि गाना गाउँदै त्योहरू के छ भनेर हेरिरहेको थिएँ। अनि ठ्याक्क आज सोचिरहेको थिएँ आज घरबाट कसैको कल आएन भनेर सोचिरहेको थिएँ। अनि यतिकै बसेर ल्यापटप चलाएँ। ठ्याक्क त्योपछि मलाई चाहिँ मामा घरबाट फोन आएको थियो क्या। अनि म बजेसँग सानो मम्मीसँग बोलेँ। अनि त्योपछि गफ गर्दै थिएँ, माइजू भाइ बहिनी सबैसँग बोलेँ। अनि फेरि मलाई बाबाले नि कल गर्नुभयो अनि यसैमा जोइन गरेँ। अनि बाबासँग मम्मीसँग सबैसँग बोलेँ। अनि उता चाहिँ राति परिसकेको थियो नि त। अनि त्योपछि म चाहिँ नास्ता खाने बेला भयो। मैले कति पछि क्या करेन्ट बनाउँछु सोचेँ, नत्र अस्तिदेखि करेन्ट खाएर मेरो पेट दुखिरहेको थियो क्या। अनि आज चाहिँ मैले कतिचोटि हेरेर छोडिदिन्थेँ क्या मैले, र आज चाहिँ सहन नसकेर बनाएर खाएको क्या मैले। अनि त्योपछि मैले धेरै पिरो बनाइनँ किनकि मैले अलिक झोलवाला बनाएँ। अनि त्यसपछि त्यसमा धेरै पिरो चाहिँ भएन। अनि अलिकति चना फ्राई गरेको थियो त्यो राखेर अनि खाएँ ग्वाम। खाइसकेपछि मलाई चाहिँ आज अलिकति सामान लिनुपर्ने थियो। अनि ग्रोसरीको सामानहरू लिनलाई चाहिँ बाहिर निस्केँ। अनि सामान लिएर आज प्लास्टिक लिएको थिएन क्या। अनि त्यसपछि उतैबाट लिएर कस्तो हावा लागेको थियो क्या। आज यो चाहिँ दिया हो, यति धेरै आउँदो रहेछ, 3 point समथिङमा किनेको थिएँ, यति धेरै छ। यो चाहिँ रुम फ्रेसनर, यस्तो मिठो बास्ना आयो यसको चाहिँ, यस्तो मिठो बास्ना। मसँग 2टा भइसक्यो अब रुम फ्रेसनर। अनि त्यसपछि चाहिँ मैले अरू खानेकुराहरू के थियो सबै दराजमा राखिदिएँ। आज चाहिँ मैले खानेकुराहरू मात्र लिन गएको थिएँ खासमा। अनि अलिकति तरकारी लिएको थिएँ, त्यो चाहिँ तल फ्रिजमा राखेर आएको थिएँ। त्यो चाहिँ फेरि अर्को दिन चाहिन्छ भनेर। अनि यो चाहिँ दिया हो, दियो बाल्दाखेरि मेरो हात नजलेको कहिले हुँदैन त्यही। अनि साँझको रोटी पनि बनाएँ। यो चाहिँ चक्लेट जाम हो। अनि त्यो अनि यो दुध र पेस्ट बनाएको थिएँ अनि खाएँ। अब चाहिँ सुत्छु ल। सबैजनालाई गुड नाइट, शुभरात्रि, गड ब्लेस।